म यहाँ यो मान्छेको भिडियो बनेको छैन त्यही भएर रिसाइरहेको छ हौ यता फर्क न हाँस न पुनमको मामाको चप्पल हो है साथीहरू हामी चाहिँ अहिले उता बारीतिर जाँदैछौँ पुनमले उसको मामालाई घुमाउनु लगेको कि हामीलाई लाँदैछ उसको मामालाई घुमाउनु यता हेर त म यहाँ यता हेर त फर्क न म यहाँ यो मान्छेको भिडियो बनेको छैन त्यही भएर रिसाइरहेको छ हौ यता फर्क न हाँस न यता फर्की साथीहरू के भन्छ उसको भिडियो नै बनेन अरे अनि निराश पारामा छ निराशमा छ कि मान्छे निराश के भन्छ हामी 5 जना छौँ पहिला नि गएको होला है मैदान तिमीहरू होइन अनि सुँगुर छ भनेर कसो थाहा पाइस् पुनमको मामाको चप्पल हो है यो चाहिँ ऊ चाहिँ माइजूको चप्पल लाएर हिँडिरहेछ म चाहिँ मामाको चप्पल लाएर हिँडिरहेछु तुम्माको ए अहिले चाहिँ हामी चाहिँ इसिबुमा छौँ है इसिबुमा अनि यहाँ पारी हेर्नु त खाम्लालुङ कस्तो दामी देखेको यता माथि चाहिँ आम्मा जङ्गलै जङ्गल रहेछ सानो नानीहरूले रोपेको होला नि त ठुल्ठुलो गाछ पनि छ नि जाऊँ न ओह्रालो हो यो त धान हो मकै होइन मैदान कस्तो धानलाई पनि मकै भन्छौ हो तिमी हामी चाहिँ इसिबु गाउँ घुम्दैछौँ है साथीहरू अहिले चाहिँ यो इसिबु गाउँ हो हाम्रो पुनम साथीको मामला हो नि त अनि घुमाउँदैछ उसले अहिले चाहिँ हामी बारीमा जाऊँ न यतिकै हेर्नु कस्तो छ भनेर अघि माथि रोडबाट हेरेको हो कि कता गएको तल यता साथीहरू हेर्नु न यहाँनिर सुन्तला रहेछ बारी घुम्दैछौँ साथीहरू हामी चाहिँ अच्छा सुँगुर पनि छ यता ए हो र यहाँ चाहिँ कसले गर्छ पुनम अनि काम ए मामा चाहिँ यहाँ तल हुनुहुँदो रहेछ हामी चाहिँ यतिकै बारी घुम्नु मात्रै आएको है साथीहरू बारीमा यस्तो अलैँचीहरू भर्खर रोप्नु भएको रहेछ रोप्दै गर्दै हुनुहुँदो रहेछ मामाले भर्खर अनि उखिया सुन्तलाको बिरुवाहरू रहेछ भर्खर यहाँ पहिला सुँगुरको खोर पनि रहेछ सुँगुर पनि पाल्नु भएको रहेछ तर मारिसक्नु भएको रहेछ सबै अस्ति फलिरहेको एउटा सुन्तला फलिरहेछ हेर्नु ए यहाँनिर चिचिला लाग्दै रहेछ है भर्खर ए होइन पत्ता पो रहेछ चिचिला भर्खर लाग्दै रहेछ सुन्तलाको मङ्सिरमा पाक्छ नि त के हो सबै पत्ता केले खाएको जस्तो देख्छु त नि कहाँ ए यहाँ पनि एउटा रहेछ है दुई तिनवटा रहेछ पत्ता नै कालो न कालो छ नि त त्यही भएर ऊ देखिँदैन क्या अलिक पारी हेरेको भए दुईजना कति राम्रो देखेको नि यो पहाडी गाउँ चाहिँ हाम्रो आम्बुङ त्यति राम्रो देखिन्छ हाम्रोबाट देखिन्छ र यति राम्रो देखिन्छ अन्त यति राम्रो देखिन्छ जस्तो लाग्दैन हो के हुँदैन हेरे के हुन्छ त आम्बुङबाट हाम्रो गाउँ हेर्दा राम्रो देखिँदैन होला होइन खाम्लालुङ यता जस्तो लाग्छ मलाई यो हो र खाम्लालुङ किनभने यहाँ माथि जस्तै लाग्छ मलाई छोटी कता हो छोटी खाम्लालुङ के हो होइन भ्युटाहरू देखिरहेछ म्याङलुङको म्याङलुङको त होइन होला उको हौ उताको त्यहाँनिर देखिरहेछ त डाँडा राखे अरे त्यो झाँक्री गुफा होला कहाँको भ्यू माथि रहेछ डाँडामा यहाँ रहेछ साथीहरू मान्छेहरू त्यहाँसम्म हिँडेर जान्छन् यहाँ तलदेखि त मर्यो नि त त्यहाँ माथि पुग्दा त नि कति टाढो छ होला त्यहाँदेखि माथि पुग्नु